आदरणीय जति पनि आउनुभएको दाजुभाइ तथा दिदीबहिनीहरू म सुनिल थापाको तर्फबाट सबैजनालाई यता अगाडि आइदिनु हुन अनुरोध गर्दछु र यो कार्यक्रम सञ्चालन गरिदिनु हुन हाम्रा वरिष्ठ कलाकार अनि के होस् त वरिष्ठ लेखक पनि होस् के राम बुढाथोकीलाई म अनुरोध गर्दछु। सबै उपस्थित साथीहरू कलाकार रविन्द्र खड्काज्यू, डाइरेक्टर जीवन थापा, सबिन बास्तोला सर र पत्रकार महोदयहरू, हाम्रो यस किताब फिल्म्सबाट बन्दै गइरहेको दुर्गा भवानी कस्तो हो, के हो, कसरी बन्दैछ, यसको डाइरेक्टर सुरेन्द्र शाहबाट हामी विस्तृत रूपमा चाहिँ जानकारी पाउँछौँ। म उहाँलाई चाहिँ यहाँ आफ्नो 2 शब्द बोलिदिनुको लागि आमन्त्रण गर्दछु। प्लिज सुरेन्द्र शाहजी। ओके, नमस्ते, म सुरेन्द्र शाहको 38 वर्षको चलचित्र यात्रामा अब यसपालि आएर चाहिँ कफ गरेर सिक्दैछु फेरि म। युट्युबमा बनाउने सिरियलका दाजुभाइहरू विनोद भाइ, सबिन बास्तोला जस्ता व्यक्तिहरूसँग चाहिँ म पढ्न जाँदैछु कसरी बनाउने यो सिरियल, म पनि गरौँ न। ठुलो फिल्म धेरै बनाइयो, मजदुर ठुले, करण अर्जुन, गाउँले गङ्गाराम, मुटु, समय, बस्ती, अब बन्छ दुर्गा भवानी, जसमा फिल्ममा कता कता देखाउनु नसकेको कुराहरू 2 घन्टाभित्रमा सबै चिज देखाउनु पर्ने नअटेका कुराहरू यो दुर्गा भवानीमा देखाउने म प्रयास गर्छु। यो 2 घन्टामा होइन, यो त लामो समयसम्म जान्छ। त्यो हुनाले मलाई विशेष गरी सबिन बास्तोला हाम्रो सिरियलका सुपरस्टार मानिँदो रहेछ, विनोद भाइ, विनोद श्रेष्ठ भाइ र बहिनी सविता थपलियाप्रति म धेरै आभारी छु, जसले मलाई यो चिज गर्नको लागि हौसला दिनुभएको छ। म बनाउन सक्दिनँ होला, मलाई धेरै गाह्रो हुन्छ, किनभने मलाई आइडिया छैन। उहाँहरूले मलाई धेरै पढाउनु सिकाउनु भयो, धेरै समय दिएर उहाँहरूले मलाई यसरी गर्ने हो, यसरी गर्ने हो, चिन्ता नगर्नुहोस्, देखाउने कहाँ छैन मेरो प्लेटफर्म, आफ्नै च्यानल खोल्नुहोस्, कहिलेसम्म खोल्नु। ल ठिक छ, तपाईँलाई च्यानल पनि हाम्रो दिने भयो भनेर विनोद श्रेष्ठ अफिसियल च्यानलबाट यो प्रसारण हुने भयो। त्यसको लागि पनि उहाँलाई जोरदार बन्टी तारिफमा तारिफ यस्तो होइन। त्यो त डेफिनेटली अहिले मुरत सर्टमै थाहा हुन्छ चलचित्रको के अरे दुर्गा भवानी कस्तो बन्छ भनेर। एउटा नारीले दुर्गा भवानीको रूप धारण गरिसकेपछि उग्र रूप गर्छिन्, त्यसमा कुनै दुई मतै छैन। र यसमा मलाई साथ दिन धेरैजना हुन्छ, वरिष्ठ कुनै बेलाको तपाईँहरू कति बेला थाहा नहुनसक्छ, आज खोलिदिन्छु। 1 दशकको 10 वर्षको बेस्ट हिरोको नोमिनेसन गर्दाखेरि मायावृत्ति भन्ने चलचित्रबाट हाम्रो रविन्द्र खड्काज्यूले 1 दशकको बेस्ट हिरो एवार्ड पाउनुभएको। उहाँ पनि आज हाम्रो माझमा हुनुहुन्छ। अहिले म बोलाउने छु भाइ, त्यहाँ अलि क्यामेरा पुग्दैन। अनि यहीँ कमेडी भयो जस्तो त्यो हुनाले हामी एक्सन प्रस्तुत गर्छौँ, समसामयिक भिडियोहरूलाई प्रस्तुत गर्छौँ। विशेष गरी हाम्रो 2 जना सुपरस्टारलाई त म के गर्छु, सबिन बास्तोलाको त म के गति बनाउँछु यो फिल्ममा। अहिलेसम्म नगरेको चरित्र गराउँछु। रहेको कुरा हाम्रा वरिष्ठ सुपरस्टार दाइ, मेरो लागि त अलवेज सुपरस्टार रविन्द्र खड्का दाइ, उहाँको चाहिँ म छानिकन त्यो के निकाल्ने प्रयासमा छु। विनोद श्रेष्ठ भाइलाई आजसम्म आएको युट्युब च्यानलको सिरियल मध्येमा चेन्ज गराउने प्रयास छु। मलाई कतिजनाले भनेको छ एउटै भयो भनेर। मैले त्यो कुरा उहाँ मेरो शुभचिन्तक भएको भएर मैले पनि शुभचिन्तकले भन्ने हो। जो शुभचिन्तक छैन त्यसले कस्तो राम्रो गर्ने भएको छ, तपाईँले कस्तो राम्रो भन्छ, त्यसको जय हुँदैन, त्यसको बिग्रिरहन्छ। रहेको कुरा सविता थपलिया र आशलाग्दो नायिका हुनुहुन्छ। धोको धोको सिन मैले धेरै हेरेको छु उहाँको। म उहाँलाई दुर्गा भवानी एउटा देवीको रूप पनि निकाल्ने म प्रयास गर्नेछु। यति भन्दै यसमा मलाई साथ दिनुहुने हाम्रो उमा कार्की हुनुहुन्छ,
यो मेरो साथी राम बुढाथोकी हुनुहुन्छ अनि हाम्रो यस्तै गरेर यसमा किशोर श्रेष्ठ निश्चल दाहाल अनि यिनी हुन् मेरी छोरी कितान्सु शाह जसको नाउँमा फिल्मको प्रोडक्सन छ यहाँ हुनुहुन्छ ताइक्वान्डो मास्टर किशोर श्रेष्ठ त्यसै गरेर यो नानी हुनुहुन्छ नानी नाम के अरे मानौ सानिया हुनुहुन्छ यो बाल कलाकार साह्रै राम्रो अभिनय गर्नुहुन्छ है अनि उहाँ हुनुहुन्छ उमा कार्की जसले 2064 सालमा म धरानमा जज बनेर फिल्मको त्यहाँ एवार्ड कम्पिटिसन थियो र त्यसमा म मेन जज थिएँ त्यसमा उहाँले बेस्ट हिरोइनको एवार्ड पाउनुभएको उहाँ लुट भन्ने फिल्म रिटर्नबाट चाहिँ हिरो डेब्यू गरेको कलाकार यो नानी हाई स्कुलदेखि लिएर थुप्रै फिल्ममा खेलेको कलाकार उहाँ 1 दशकको बेस्ट हिरो एवार्ड पाएको रविन्द्र खड्काज्यू उहाँ धेरै लामो समयदेखि चाहिँ चलचित्रमा विभिन्न रूपमा कार्यरत व्यक्ति यो मान्छे चाहिँ अहिलेको चल्दो बल्दो कलाकार सबिन वास्तोला त्यो पोस्टरमा तपाईँको नि फोटो छ होइन तपाईँले कसरी चिनाउनुहुन्छ आफूलाई चाहिँ टी सर्ट पनि त्यही रहेछ भने एक्स आर्मी नरे हो मेरो नाम अन्याय अत्याचार गर्ने साथीहरू मुटु थामेर बस्नु यस्तरी ठोक्छु नि पारीपट्टि गाउँमा पनि चालु भएको महसुस हुन्छ त्यो क्यारेक्टर हो मेरो खैताली क्यामेराबाट आएर बोलाउँछ ओके अब के हुन्छ सिन्थ्यो मेरो काम पूजा गरिदिएर डाइरेक्टर साहब र हाम्रो रविन्द्र सरलाई म यहाँ बोलाउँछु सडक चलचित्रका निर्माता हुनुहुन्छ उहाँ पुरोहितको टोपी देखिएन अब अहिलेका हाम्रा जल्दाबल्दा सुपरस्टार विनोद श्रेष्ठ हुनुहुन्छ त्यसै गरी हामी अर्को अवतारमा उतार्ने प्रयास गरेको मैले सविता थपलिया हुनुहुन्छ जसको मिरा सिरियल अति नै रुचाइएको छ त्यसै गरी सुरेन्द्र शाह हुनुहुन्छ सुरेन्द्र शाह भने जस्तै म आफै हो अनि त्यसपछि राम बुढाथोकी हुनुहुन्छ अनि हाम्रो वरिष्ठ दाजु रविन्द्र खड्का दाई हुनुहुन्छ उहाँलाई म एउटा यस्तो पृथक भूमिकामा चाहिँ निकाल्ने प्रयास गर्नेछु र अर्को एउटा होचो कलाकार के अरे राम्रो कलाकार सबिन वास्तोला दाई उहाँलाई यो कुरा लेखेर राख्नुभयो हुन्छ उहाँले आजसम्म नगरेको भूमिका गराउनेछु म उहाँले आजसम्म सिरियलमा कुनैमा त्यो भूमिका गर्नुभएको छैन त्यो भूमिका मैले गराउने छु पहिलोपल्ट त्यस्तै गरी हाम्रो उमा कार्की हुनुहुन्छ थुप्रै सिरियल चलचित्र क्षेत्रमा अनि म त पुग्छु नि त हामी त अनि मेन हो नि त हामी त र यसै गरी हाम्रो चलचित्रमा हुनुहुन्छ प्रालिन्सा कोइराला त्यसै गरी खै देखा पर्नुहोस् है निश्चल दाहाल हुनुहुन्छ किशोर श्रेष्ठ ताइक्वान्डो मास्टर किशोर श्रेष्ठ बाहिर निस्किनु भएको छ उहाँलाई बाहिर पठाइदिनुहोस् अनि सानिया यो हाम्रो बाल कलाकारमा उहाँले चाहिँ विभिन्न प्रोग्रामहरूमा एवार्ड बाल कलाकारको भूमिका गरेर एवार्ड पाउनु भएको छ त्यसै गरेर अर्को बाल कलाकार हुनुहुन्छ कितान्सु शाह मसँग अनुहार मिल्ला जस्तो छ मेरो छोरी हुनसक्छ यो अर्कैको बोल्ने बुढी सोझी चाहिँ अनि अरू कलाकार छुटेका कलाकार आउनुहोस् भिटामिन डी हो है
होइन उहाँहरूले जे दिनेछ अब यी अहिलेलाई हामी फ्रेममा जो देख्नु छ अहिलेलाई हामी सबैले भोलि अब कथाले डिमान्ड गर्दै जान्छ कहिले को कलाकार कहिले कलाकार त्यो हामी यहाँहरूलाई जानकारी दिँदै जानेछौँ सुरज भाइ अनि अर्को ए अब हामी मुरत सर्टतिर जानेछौँ ध्यान सेन्सर दिँदै गर्दै अब हामी मुरत सर्टतिर जानेछौँ र मुरत सर्टको लागि रविन्द्र होइन वरिष्ठ व्यक्तिलाई थियो अनि यसै गरी मुरत सर्टको लागि हाम्रो भाइ विनोद श्रेष्ठ बहिनी सविता खपलिया र अहिलेका चल्दा बल्दा काजीबा मेराका काजीबा मेरा पनि धेरै प्रचार भइगयो शुक्रबार आउँछ होइन त्यही च्यानलमा आउने हो मेरा च्यानलमै आउने भएको हुनाले काजीबाको मतलब मिराका बाको के भन्छ सबिन वास्तोलाको पनि यो मुरत सर्टमा अभिनय गर्न म अनुरोध गर्दछु होइन मेन मुख्य काम पनि हो अनि यसबाट ओके रेडी यो दोस्रो भने उता गइहाल्छ नि भाइ यता पठाइदिए त बाबु जा गएन अब साथै पर्यो कमेडी सिरियलको कलाकार ओके लाउड अलि लाउड बोल्नु रोलिङ एक्सन समाजले मलाई अत्याचार र दुर्व्यवहार गरेको छ कोही समाजमा बाँच्न चाहन्छ बिन्ती छ तपाईँहरू कहाँ हुनुहुन्छ यहाँ आउनुहोस् नत्र भने मलाई नै त्यही किन रोएको तिमी यसरी डर होइछ यता हेर मलाई हेर तिमी नारी भएर यसरी रुने होइन तिमी दुर्गा उग्र चण्डी भवानी भएर बाँच्नुपर्छ यी समाजलाई सबक सिकाउनुपर्छ तिमीले नरोइस म छु तिम्रो साथमा म दिनुहोस् उहाँलाई रुन दिनुहोस् नानी के रोएर समस्याको समाधान हुन्छ रोएर आजसम्म कसैले युद्ध जित्दैन हेर्नुहोस् त्यो समाजलाई जसले तपाईँलाई रुवाएको छ उठ्नुहोस् यहाँबाट आँखा उठाएर आँखा जुदाएर भन्नुहोस् समाजलाई मलाई रुवाउने समाजलाई म पनि रुवाउन सक्छु भनेर किन कमजोर हुनुभएको तपाईँ ल खाट्नुहोस् तिनीहरूलाई तपाईँ एउटा नारी हो दुर्गा भवानी पनि त नारी थिइन् जगाउनुहोस् भवानीको रूप आफूमा उठ्नुहोस् उठ्नुहोस् लड्नुहोस् जय दुर्गा भवानी जय दुर्गा भवानी Ki